नेता हो। अब त केही गर कति भाषण मात्र गर्छौ, काम पनि गरिदेऊ हे जनता हो। अब त बुझिदेऊ पार्टी होइन राम्रोलाई चुनिदेऊ ए नेता हो। अब त केही गर कति भाषण मात्र गर्छौ, काम पनि गरिदेऊ हे जनता हो। अब त बुझिदेऊ पार्टी होइन राम्रोलाई चुनिदेऊ। भ्रष्ट नेताहरूद्वारा दिनदिनै भ्रष्टाचारी यिनीहरूले नै देशलाई एक सत्ता दिने पछि सारे कति बाले कति खाए कति फाले। निर्दोषलाई जेल अनि आफ्नोलाई चाहिँ छुट्टै छाडे। न्यायालयले न्यायभन्दा गर्छ बढी अन्याय, दोषीलाई रिसाई अनि निर्दोषलाई चाहिँ सजाए। तीमध्ये एउटा मात्र आउन राम्रो भए हुने थिएन मेरो देशको यो हालैले, हुने थिएन मेरो देशको यो हालैले, हुने थिएन मेरो देशको यो हालैले। मेरो देश मेरो भूमि सुन्दर अनि पवित्र, जताततै लुटाशाही शासन अनि घुस मात्र लुट्नेलाई कारबाही होइन फ्री छ मेरो देशभित्र। विकासको कुरा गर्छौ भने कहाँबाट कापुगे एकचोटि हेरौँ हाम्रो छिमेकी मित्र कालुक छौ ए नामर्द घरभित्र। यो पालि बाहिर आउनै पर्छ साहसी आमाले जन्माको सुपुत्र। बढ्न सट्टा घटिरहेछ मेरो देशको जिडिपी, न तल न माथि जस्ताको तस्तै छ गरिबी। पुरै नगरौँ झन् मुद्रास्फीति मेरा देशका सोझा जनता पनि भन्दिन म चुनावमा राम्रो होइन पार्टी अनि आफ्नो हेर्छन् झोले। अनि युवाहरू मासु पैसा नभए रोजगारीको आशमा त फिक्सै बिग्छन् ए रोजगारीको आशमा त फिक्सै बिग्छन्। अनि कहाँबाट हुन्छ मेरो देश समृद्ध, मेरो देश सुखी। खै कहाँ गए भुटानी रेफ्युजी वाइट बढी अनि सुनकाण्ड कान दुख्न थालिसक्यो। यो पनि अति सुन्दा मुटु कापी केपी भएको गिरी बन्दुक फाइल खोल्दा भ्रष्टाचारका नाइके ओली र देउवा देख्दैनन् रे उनले। कोही आए नि छेउमा 5-6 चोटि पिया मुनि भन्छन् कोही पुग्नेवाला छैन अन्य ठाउँमा। देश लुटेर स्विस ब्याङ्कमा भरिभरा उन नाइकेको 7-8 महिनामा एउटा पनि त्यसपछि कुन टाउकेको। अरू ठाउँमा पुरा उठ्छ देश विकासको विडम्बना, मेरो देशमा अत्ता अनि सत्ताको सबै मिल्ने गर्दै यो चुनावमा यिनको प्रत्याशा। एउटाले फाइल खोल्छ अर्कोले चाहिँ बन्द गर्छ, यहाँ एकसँग अर्को फाइल साट्ने चलन छ। नयाँ शक्तिहरूको लोकप्रियताको यी पुराना दलहरूमा जलन छ, पुराना दलहरूमा जलन छ। नेताको मात्र दोष छैन मेरो देश डुबाउनमा, ब्युरोक्रेटले सरकारको यो देशमा लुटिरहेछन् सरकारी कर्मचारी विभिन्न भेषमा। नभए जाबो 40-50 हजारको भरमा बन्छ त 5 तले घर ठुलो सहरमा, बन्छ त 5 तले घर ठुलो सहरमा। वडादेखि पालिका अनि प्रदेशदेखि केन्द्र कुलमान खाली ल्याउने सालो केटो हि केन्द्र। जहिले गलत बाटोमा मात्र हिँड्न लाग्दैन होला कि यिनलाई अलिकति खिन्न। थरी थरी जात यहाँ वेशभूषा विभिन्न, बजेटभन्दा जहिले बढी हामीहरू ऋणमा, बजेटभन्दा जहिले बढी हामीहरू ऋणमा। जताततै नेता त्योभन्दा झन् बढी घुसखोरी, सोझा जनताको खुन चुसी इसामन्तवादी अनि अहङ्कारी। नेता भाका यी सर्वसाधारणको ज्यानमारी छुटिरहेछन् सहुलियतमा असली बलात्कारी अनि फसाउँछन् बोल्न नसक्ने सोझा जनतालाई फेरि। भगवानसँग प्रार्थना मेरो 2 हात जोडी, बेला बेला नबचाउनुहोस् यस्ता आतङ्ककारी, बेला बेला नबचाउनुहोस् यस्ता आतङ्ककारी। देशका युथहरू विदेशी छन्, दिनदिनै परिवारको मायामारी। देशका युवाहरू विदेशी छन्, दिनदिनै परिवारको मायामारी। धनभन्दा विद्या होइन विद्याभन्दा धन ठुलो परिवेशमा हुर्केका हामी नेपाली। जस्तो पनि नोकरी चाकरी गर्न सिपालु हामी पैसाका लागि।
तर जब कुरा उल्छ देश सङ्कटको जहिले तयार हुन्छौ एक होइन जारौ जुनी त्यागी मर्न र मार्न तयार देशको सबै मनका लागि कहाँ बिर्सन सक्छौ र 76 जनाको बलिदानलाई देश जोगाउने आगो धरतीमा समर्पित भई कहाँ बिर्सन सक्छौ र 76 जनाको बलिदानलाई देश जोगाउने आगो धरतीमा समर्पित भई मेरो मनैदेखि आग्रह आम नेपाली जनतालाई पार्टी भन्न छोडेर जो अब देश लुट्ने होइन विकास गर्नेलाई आफ्नो स्वार्थ होइन देशको स्वार्थ हेरौँ नेपालको विकास भए सम्पूर्ण नेपालीको विकास हुनेछ। जय देश जय नेपाल।